आसन्न रंगहरूको पर्व फागु पूर्णिमा होलीको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आत्मीय एवं हार्दिकताका साथ मनाइने होली पर्वमा यहाँहरू सबैको जीवन अत्यन्त उल्लासपूर्ण रूपले बितोस् भन्ने पनि म कामना गर्दछु। सभ्य एवं उल्लासमय रूपमा मनाइने फागु पूर्णिमा होलीको अवसरमा कोही कसैले कसैको इच्छा विपरीत छुने, छेडखानी गर्ने, रंग दल्ने, लोला हान्ने, अश्लील गाली गर्ने वा कुनै पनि किसिमको यौन जन्य दुर्व्यवहार गरेमा वा सार्वजनिक स्थानमा झगडा गर्ने, भीड जम्मा गरेर उपद्रव मचाउने लगायतका शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि किसिमका गतिविधिहरू गरेमा प्रचलित कानून बमोजिम कसुरको मात्रा हेरी 3 महिनादेखि 3 वर्षसम्म कैद सजाय हुने वा 30,000 देखि 50,000 सम्म वा दुवै सजाय हुने कानूनी व्यवस्था भएको हुँदा नेपालीहरूको सांस्कृतिक महत्त्व बोकेको फागु पूर्णिमा होलीको पर्वको अवसरमा यस पर्वलाई शान्त, मर्यादित एवं सभ्य किसिमले मनाउनु हुन सबैमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय हार्दिक अपील गर्दछ। यहाँहरू सबैको दिन शुभ होस्। फागु पूर्णिमाको पुनः शुभकामना छ।